कार्यक्रम अत्यन्त भव्य र सभ्य रूपमा सफल भएको छ। यसको लागि नेपाल शिक्षक महासङ्घ मुसिकोट नगर समिति अत्यन्त सराहनीय धन्यवादको पात्र भएको छ। त्यस्तै गरी अब हामीले शिक्षक समुदायले आफ्नो अन्तर्निहित प्रतिभा प्रस्तुत गर्ने माध्यमको रूपमा यसलाई चाहिँ सदुपयोग गर्नुभयो। हाम्रो मुसिकोट नगरपालिका स्थित विद्यालयमा कार्यरत आदरणीय सर म्याडमहरूको यति धेरै कला रहेछ, यति धेरै क्षमता रहेछ, यति धेरै सृजनात्मकता रहेछ, हामी मुसिकोटवासीले हेर्न पायौँ। अत्यन्त गौरवको कुरो हो। यहाँहरूको चाहिँ विभिन्न किसिमका प्रस्तुतिहरू हामीले त अनलाइनबाट पनि हेरिरहेका थियौँ, युट्युबहरूमा सबै सामाजिक सञ्जालमा हेरिरहेका थियौँ। वास्तवमा भन्यो भने तपाईँहरूको क्षमता अत्यन्त अनुकरणीय छ। यहाँहरूको क्षमता, यहाँहरूको प्रतिभा, यहाँहरूको ऊर्जा, यहाँको क्षमतालाई म अन्तर हृदयदेखि हार्दिक नमन गर्न चाहन्छु। यहाँलाई चाहिँ अत्यन्त श्रद्धापूर्वक प्रकट गर्न चाहन्छु। म धेरै लामो यस कार्यक्रममा बोल्न चाहन्छु। हाम्रो प्रमुख आदरणीय अतिथि महानुभाव हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि मुसिकोट नगरपालिकाले केही बजेट चाहिँ उपलब्ध गराएको छ। त्यो बजेट अत्यन्त अपुग बजेट छ। हाम्रो चाहिँ मुसिकोट नगरपालिकाको सीमित साधन स्रोतको बावजुद पनि त्यो चाहिँ बजेट यहाँबाट उपलब्ध गराएको छ। श्रीमान नगर प्रमुखज्यू हुनुहुन्छ र केही थप हामीले चाहिँ पहल पनि गर्न सक्छौँ। र यहाँले यति भव्य र सभ्य कार्यक्रम गर्नुभयो, त्यसको लागि म सरलाई व्यक्तिगत रूपमा रु 5,000 रुपियाँ यहाँ चाहिँ नेपाल शिक्षक महासङ्घ मुसिकोट नगर कमिटीलाई व्यक्तिगत रूपमा 5,000 रुपियाँ चाहिँ दिन चाहन्छु। र यहाँहरूको चाहिँ अत्यन्त सफल कार्यक्रमको लागि एकदम अन्तर्हृदयदेखि सराहना गर्न चाहन्छु। र यहाँहरूको भव्य कार्यक्रमको लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर भइरहन् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार।